ओके सो अब क्युजिएसमा काम गर्दै गर्दा अघि हामीले त वर्ल्ड म्याप भन्ने हामीले बेस म्याप चाहिँ राख्यौँ है सो वर्ल्ड म्याप भने हामीले बेस म्याप राख्यौँ ओके द्याट्स गुड तर के हुन्छ भन्दा हामीले त वर्ल्ड म्याप मात्रै राख्ने त किन वर्ल्ड म्याप मात्रै राख्ने लेट्स एड सम बेस म्याप्स द्याट आर इन्ट्रेस्टिङ भन्ने लाग्ला कसैलाई चाहिँ के राख्नु मन लाग्छ कसैलाई के राख्नु मन लाग्छ सो त्यस्तो गर्ने बेला चाहिँ बेस म्यापहरूको लागि पनि हामीले डिफ्रेन्ट डिफ्रेन्ट बेस म्याप्सहरू एड गर्न चाहिँ सक्छौँ है सो के हुन्छ भन्दा नर्मली बेस म्याप्सहरू एड गर्नलाई चाहिँ इट्स भेरी इजी के गर्नु भन्दा तपाईँहरूको प्लगइन्स छ नि यो प्लगइन्समा मैले तपाईँहरू के भनेको थिएँ भन्दा ArcGIS-मा चाहिँ प्लगइन्स हुँदैन ArcGIS-मा अलरेडी देयर आर सम वेज विच यु क्यान डु स्टफ्स तर QGIS ओपन सोर्स भएको कारणले सबै कुरा उनीहरूले बनाएको हुँदैन सो वाट पिपल डु इज साइन्टिस्टहरूले चाहिँ आफैले प्लगइन्सहरू डेभलप गरेर ArcGIS अनि अरू प्राइभेट GIS सफ्टवेयर्सहरू के क्यापेबिलिटिज होस् भनेर चाहिँ उनीहरूले प्लगइन्सहरू डेभलप गरेको हुन्छ सो वाट वी डु इज प्लगइन्समा जानुहुन्छ एन्ड देन यु वुड गो टु म्यानेज एन्ड इन्स्टल प्लगइन्स है सो के हुन्छ प्लगइन्समा चाहिँ यु क्यान डाउनलोड प्लगइन्स सो वाट यु क्यान डु इज तपाईँले क्विक म्याप भन्ने हुन्छ सो क्विक म्याप सर्भिसेस तपाईँले हुन्छ सो क्विक म्याप सर्भिसेसमा जाने क्विक म्याप सर्भिसेसमा गएपछि के हुन्छ भन्दा हियर आई हेभ अलरेडी इन्स्टल इट अन माई QGIS तपाईँहरूकोमा इन्स्टल भएको हुँदैन सो यहाँ इन्स्टल भनेर हुन्छ समथिङ लाइक द्याट सो तपाईँहरूले इन्स्टल गर्नुभएपछि वाट ह्यापन्स इज क्विक म्याप सर्भिसेस चाहिँ तपाईँहरूको टुल बारमा आउँछ टुल बारमा इफ यु लुक हियर दिस वान यहाँ लेखेको क्विक म्याप सर्भिसेस भन्ने लेखेको छ होइन सो दिस इज द क्विक म्याप सर्भिसेस सो यो क्विक म्याप सर्भिसेसको थ्रुबाट चाहिँ तपाईँहरूले बेस म्याप्सहरू चाहिँ अरू बेस म्याप्सहरू चाहिँ लोड गर्न सक्नुहुन्छ है अनि अर्को यही क्विक म्याप सर्भिसेस कता पनि हुन्छ भन्दा वेबमा नि हुन्छ है सो यसरी क्विक म्याप वेब भन्ने मेन्युमा गएर क्विक म्याप सर्भिसेसहरू गयो भने चाहिँ तपाईँलाई के राख्नु मन छ यु क्यान एड द्याट सो फर इक्जाम्पल मैले OSM स्ट्यान्डर्ड राखेँ भने यहाँ OSMको बेस म्याप आयो है सो यो वर्ल्डको हटायो भने OSMको बेस म्याप आयो एट द सेम टाइम अब के हुन्छ भन्दा मलाई चाहिँ यो पनि अझै होइन मलाई चाहिँ थुप्रो म्याप्सहरू गर्न चाहिन्छ भने पनि वाट यु क्यान डु इज यो क्विक म्याप सर्भिसेसमा जाने देन वाट यु क्यान डु इज सर्च QMS सो इफ यु सर्च एट QMS यसरी हुन्छ तपाईँहरू के हुन्छ भन्दा सो तपाईँलाई कस्तो चाहिएको छ सो लेट्स फर इक्जाम्पल आई निड अ स्याटेलाइट इमेजरी है सो स्याटेलाइट भनेर खोज्छु म सो स्याटेलाइट भने चाहिँ उसले सर्चिङ गर्छ सो सिन्स यसको लागि चाहिँ इन्टरनेट कनेक्सन चाहिँ चाहिन्छ है किनभने उनीहरूले चाहिँ इन्टरनेटबाट चाहिँ कल गरेर API युज गर्छ नि त त्यो कारणले गर्दा सो स्याटेलाइट गरेपछि मेरो यहाँ डिफ्रेन्ट स्याटेलाइट इमेजरीहरू आयो है सो वाट आई क्यान डु इज आई क्यान एड HT को स्याटेलाइट इमेजरी हाल्दै सो आई क्लिक एड गर्ने बित्तिकै यहाँ एड भयो अब यहाँ फोटोसपहरू जस्तै नै हो कि तपाईँको मेरो किन अघिभन्दा डिफ्रेन्ट आएन भन्दा यो OSMको लेयर चाहिँ योभन्दा माथि छ सो वाट आई विल डु इज सबैभन्दा माथि लगिदिन्छ यसलाई सो अर्को बेस म्याप आयो है सो लोड गर्दै काठमाडौँ यो भयो सो यो चाहिँ HT को स्याटेलाइट भयो है समवट लाइक द्याट है ओके सो यसरी अब मलाई चाहिँ HT को होइन चाहिँ मलाई गुगल स्याटेलाइटको हाइब्रिड चाहियो भने पनि यु क्यान एड एज वेल अब तपाईँहरूलाई अर्को फर इक्जाम्पल यान्डेक्स भनेको छ यान्डेक्स भनेको चाहिँ रसिया हो रसियन स्याटेलाइट सिस्टम हो यसको चाहिँ धेरै अपडेट चाहिँ आएको हुँदैन होइन यसले चाहिँ आफ्नो देश रसियातिर चाहिँ धेरै अपडेट गरेर हुन्छ अनि गुगलहरू जस्तो चाहिँ रिकरेन्टली यसले अपडेट गरिरहेको हुँदैन है सो यसको इक्जाम्पलहरूलाई चाहिँ वाट यु क्यान डु इज भैँसीपाटीमा तपाईँहरूलाई यो मन्त्री क्वार्टर बनिरहेको थाहा छ कि थाहा छैन है सो लेट्स लुक एट मन्त्री क्वार्टर एट यान्डेक्स है सो यो चाहिँ विनायक कोलोनी हो यो चाहिँ मन्त्री क्वार्टर यो चाहिँ भैँसीपाटीको एरिया हो होइन अब वाट आई विल डु इज आई विल एड यान्डेक्सहरूलाई एड गर्छु है सो यान्डेक्स यहाँ एड भयो यान्डेक्स किन देखिएन भन्दा यसको माथि OSM छ सबैलाई अहिले OSM चाहिएन मैले अनटिक गरेँ वर्ल्ड म्यापमा चाहिँ अनटिक गरेँ एन्ड स्टिल आइम नट बिङ एबल टु सी बिकज यान्डेक्स भन्दा माथि चाहिँ HT ले ओभरल्याप पाएर सो यान्डेक्सलाई म माथि लगिदिन्छु सो यान्डेक्स आयो तपाईँले हेर्नु है सो लेट्स कम्पेयर के डिफ्रेन्स देख्नुभयो यहाँ अर्बन प्लानिङमा हेर्नु त सो फर्स्टमा यहाँ सबै खेतै खेद्थ्यो ठ्याक्कै यो बाटो हेर्नु है यहाँ खेतै खेद्थ्यो अब ट्याक्क यहाँ इफ आई लुक एट HT को स्याटेलाइट त्यहाँ मन्त्री क्वार्टर आइसक्यो सो दिस इज मन्त्री क्वार्टर नयाँ मन्त्री क्वार्टर होइन सो यान्डेक्स चाहिँ अलिक पुरानै छ यान्डेक्सले चाहिँ आफ्नो रसिया बाहेक चाहिँ अरू एरियाको चाहिँ खासै धेरै अपडेट गरिरहेको रहिरहेको हुँदैन आफ्नो देशको चाहिँ धेरै अपडेट गरेर हुन्छ यान्डेक्सले है HT गुगलहरू चाहिँ अपडेट गरेर हुन्छ सो हेन्स यु क्यान सी HTमा चाहिँ मन्त्री क्वार्टर आइसकेको छ यो चाहिँ बनेर अस्ति उद्घाटन भएको थियो है सो दिस इज हाउ यु क्यान एड अदर बेस म्याप्स एज वेल होइन अब यसको साथ अर्को प्लगइन पनि के पनि छ भन्दा अर्को प्लगइन भन्ने छ अर्को प्लगइन भनेको चाहिँ यसको नाम चाहिँ HCMGIS भन्ने छ है सो इफ आई लुक हियर अब यसमा चाहिँ मैले यो इन्स्टल गरेको थिएँ सो लेट मी इन्स्टल इट यसरी इन्स्टल हुन टाइम लाग्छ है सो इन्स्टल भएपछि यसको केसमा चाहिँ के भयो भन्दा यो चाहिँ डाइरेक्टली एउटा मेरो मेन्यु बारमा अलरेडी आयो अहिलेको मेरो के अरे जुन मैले अहिले क्विक म्याप सर्भिसेस गरेको थिएँ क्विक म्याप सर्भिसेस चाहिँ यसरी वेबभित्र थियो
अनि त्यसै गरी अर आई कुड एक्सेस इट फ्रम द टुल बार तर यो HCM.js को केसमा चाहिँ यो यसरी मेन्यु बारमा आयो हैन सो यसमा चाहिँ अलरेडी बेस म्याप्सहरु हुन्छ सो मलाई के चाहिएको छ हैन मलाई S3 को टोपोग्राफिक पो चाहिएको छ कि है म अरु सबैलाई अनटिक गर्दिए नि टोपोग्राफिक म्याप आयो है अलि लोड हुन टाइम लाग्छ है टोपोग्राफिक म्याप आयो हैन अब मलाई चाहिँ S3 को हैन कि मलाई चाहिँ सपोज फर एक्जाम्पल कार टु डार्क भने के रहेछ हेरौँ है कार टु डार्क चाहियो छ भने यसरी रातिको होला यो हैन सो लेट अस लुक एट द वर्ल्ड भ्यू राति पुरै डार्कमा आयो हैन हाम्रो यो के रे लाइट र डार्क मोड हुन्छ नि त्यस्तै खालको आयो हैन सो यसरी डिफ्रेन्ट बेस म्याप्सहरु चाहिँ राख्न सक्नुहुन्छ है अब के हुन्छ भन्दा चाहिँ यो बेस म्याप राख्यो हुँदा चाहिँ यो बेस म्याप तपाईले एभ्री टाइम यसरी ओपन गरिराख्नु पर्यो के तपाईको प्लगइन्सहरुको थ्रु यसको थ्रुबाट गरिराख्नु पर्यो सो इफ यु डोन्ट वान्ट दैट व्हाट यु कैन डु इज अहिले चाहिँ म सबैलाई निकाल्दिन्छु है त सो व्हाट यु कैन डु इज यु कैन जस्ट सेलेक्ट इट कन्ट्रोल सेलेक्ट गरिदिने अनि यसलाई चाहिँ यहाँ रिमुभ लेयर गरिदिने ओके है सो व्हाट यु कैन डु इज तपाईले डाइरेक्टली इम्पोर्ट गर्न सक्नुहुन्छ के रादर देन त्यो यो यसको लागि चाहिँ इन्टरनेट कनेक्सन चाहिराख्यो सो एभ्री टाइम यु हेभ टु ओपन द प्लगइन कोड द टुल्सहरु एन्ड देन यु नीड टु एक्सेस इट एन्ड देन यु विल इम्पोर्ट इट है सो तपाईलाई त्यो गर्न मन छैन भने व्हाट यु कैन डु इज यु कैन एड इट अन योर QGIS को त्यो बेसमा राख्न सकिन्छ सो त्यो बेसमा राख्ने भनेको चाहिँ ब्राउजरबाट एक्सेस गर्न सकिन्छ सो त्यो चाहिँ कसरी गर्न सकिन्छ भन्दा चाहिँ तिनीहरुको URL हुन्छ कि यो सबै बेस म्यापहरुको URL हुन्छ है फर एक्जाम्पल WMS भनेको वेब म्याप सर्भिसेस हो हैन सो वेब म्याप सर्भिसेसमा अहिले केही पनि छैन हैन तर मैले चाहिँ के गर्न सक्छु यसरी न्यू कनेक्सन्स गरेर चाहिँ URL नेम एड गरेर चाहिँ मैले चाहिँ कुनै पनि अर्को बेस म्याप एड गर्न सक्छु अब यसको एउटा म देखाउँछु है त सो व्हाट आई क्यान डु इज WMS वेब म्याप सर्भिसेस यसको चाहिँ OSM ओपन स्ट्रिट म्यापको मलाई चाहियो सो यहाँ जान्छु सो यो भयो हैन आई निड URLs सो URLs कुन छ फ्री चाहियो है मलाई सो लेट अस लुक एट टेरेस्ट्रियसको है टेरेस्ट्रियसको हेर्यो भने चाहिँ के हुन्छ भन्दा टेरेस्ट्रियसको चाहिँ उसले यसरी URL दिएको छ है हामीले कुन म्याप चाहिएको छ यसको URL चाहिँ हामीले त्यहाँ एड अघिको ठाउँमा एड गर्यो भने चाहिँ अब हामीले इजिली चाहिँ विदाउट इन्टरनेट कनेक्सन एज वेल त्यो गर्न सक्छौँ सो फर एक्जाम्पल मलाई कलर चाहियो सो कलरको मैले यो यसलाई कन्ट्रोल C I'll go to QGIS ओके यता पेस्ट गरिदिन्छु सो यो भनेको चाहिँ OSM ओपन स्ट्रिट म्यापको वेब ओपन स्ट्रिट म्यापको टेरेस्ट्रियस भनेर आउँछ नि त टेरेस्ट्रियस भनेर एड गरे भने ओके गरे भने अब मैले WS टेरेस्ट्रियस भित्र चाहिँ यसरी आयो है सो मैले यता डाइरेक्टली SRTM यो शेडलाई यसरी गरे भने अलि टाइम लाग्छ है यसरी आयो है यसको यस्तो खालको बेस म्याप आयो हेर्नु त यो रास्टर हेर्नु न पुरा पिक्सल्स आएको है सो यसको चाहिँ यस्तो खालको रहेछ सो बेस म्याप थरीको हुन्छ हैन तपाईहरुले URLsहरु भेटाउनु भयो भने यु क्यान इजिली अब भोलिको दिनमा फेरि प्लगइन गरेर यसरी खोजिराख्नु पर्दैन के डाइरेक्टली अब मेरो भोलिको दिनमा एउटा नयाँ फाइल खोल्नु फर एक्जाम्पल है सो लेट मी ओपन अ न्यू प्रोजेक्ट सो डिस्कार्ड गरे भने आई क्यान इजिली यो ब्राउजरमा आयो इजिली मैले यसो गरेर मलाई कुन चाहिएको छ हैन यसरी इम्पोर्ट गरे भने आइ नै हाल्छ अलि टाइम लाग्यो एकछिन एकदम हेभी भएको कारणले गर्दा हैन आइहाल्यो है यसलाई रिमुभ गर्दै ओके सो एट द सेम टाइम तपाईलाई XYZ तपाईलाई XYZ को चाहियो भने अझ मसँग मेरोमा चाहिँ के छ भन्दा म्याप्स एन्ड ग्लोबल टेरेनको छ है यो ग्लोबल टेरेनको यो के हो यो एकदम रास्टर फाइल छ है यता खोलाहरु तपाईहरु हेर्नुभयो भने चाहिँ अग्लो हाई पोइन्टहरुलाई चाहिँ यसरी सेतोले रिप्रेजेन्ट गरिएको छ हैन अनि त्यसपछि डार्कले चाहिँ तपाईको लोअर भनेपछि यो सबै सेतो भनेको सबै हिमालहरु होला है नेपालको केसमा हिमालहरु होला अनि यो सबै यो यसो कालो भनेको चाहिँ सबै खोलाहरु के सो मजाले खोला बगेको जस्तो देखियो नि त हैन कालो भनेको खोला किन भयो भन्दा यो लोअर एलिभेसन भयो नि त कालो भनेको सो लोअर एलिभेसनमा खोला बग्छ नि त यहाँ हिमाल हुन्छ डाँडाको बिचबाट हिमालहरु बगेको पानी बगिरहन्छ त्यसरी पनि बुझ्न सकिन्छ हैन मलाई यसमा नेपाल कुन हो भनेर थाहा पाउनु पर्यो भने मैले ओपन स्ट्रिट म्याप भन्दा पनि मोडल डु इज म एउटा वर्ल्ड गरौँ न त है वर्ल्ड गरेपछि ट्याक्क आइहाल्छ वर्ल्ड गरे पनि ट्याक्क नेपाली आयो सो मोडल डु इज यसलाई यता गरिदिन्छु ए ओके सो मैले वर्ल्डलाई तल गरे वर्ल्डको आएन नि त सो व्हाट आई क्यान डु इज यसलाई माथि राखिदिन्छु अब मलाई यो वर्ल्डको एकदम धेरै ब्राइटनेस आयो भने व्हाट आई क्यान डु इज यसको प्रपर्टिजमा जान्छु यसको प्रपर्टिजमा गएपछि चाहिँ यसको प्रपर्टिजमा मैले के गर्न सक्छु यसको ओपेसिटी घटाइदिन सक्छु के सो मलाई यसको ओपेसिटी घटाइदिए नि पुग्यो मलाई पुगेन एप्लाई यो फेरि एकदम लाइट भयो है सो यस्तो गरिदिउँ न त यतिसम्मको ठिक हुन्छ ल ठिक छ ओके पछि नेपालको जग्गा नेपालको यो रहेछ सो मुस्ताङ एरियाहरु यो रहेछ हैन ओके सो यसै चाहिँ काठमाडौँ भ्याली यो रहेछ हैन
खाल्डो चाहिँ देखिरहेछ नि सो दिस काठमाडौँ भ्याली सो हिमालहरू सबै देख्यो है सो यसरी चाहिँ हामीले बेस म्याप्सहरू राख्नुको मेन रिजन भनेको चाहिँ भोलिको दिन तपाईँले कुनै पनि एउटा भेक्टर फाइल अथवा रास्टर फाइललाई इम्पोर्ट गरिसकेपछि इट हेल्प्स यु फर एनालाइसिस क्या तपाईँलाई बेस म्याप राख्यो भने चाहिँ त्यो कहाँ छ त्यो एरिया कहाँ छ भनेर रिफरेन्स हुन्छ क्या त्यो बेस म्याप हामीले ट्रेस गर्ने भन्थेँ नि मैले ट्रेस गर्नलाई पनि तल तपाईँले के बेस त राख्नु पर्थ्यो अनि त्यही कुरा माथि ट्रेस गर्ने हो नि त सो भोलिको दिन मैले काठमाडौँको नक्सा बनाउनु पर्दा यही बेस म्याप राखेर मैले यसरी यसरी डिजिटाइज गर्न सक्छु क्या सो बेस म्यापको फाइदा हो अब यो XYZ टाइल्समा पनि मैले न्यू कनेक्सन गर्न सक्छु अब XYZ टाइल्स र वेब म्याप सर्भिसेसको युआरएल कसरी छुट्याउने भन्दा चाहिँ XYZ टाइल्सहरूको चाहिँ यसरी XYZ यस्तो खालको हुन्छ क्या युआरएलमा हेर्नुभयो भने पनि फर इक्जाम्पल लेट्स लुक हियर यता हेर्नुभयो भने XYZ युआरएल होइन खोज्नुहोस् होइन टक्क आउला नेटमा सो ओके यसले त अर्कै कुरा बुझ्यो सो GIS हेरौँ न ल यताभित्र हुनसक्छ है मलाई युआरएल चाहियो हो नि त ओके not this okay tiles QGIS अब यसरी नै खोज्दै जाने हो है टाइल्सहरू तपाईँलाई कुनको चाहियो हो होइन यसकोमा छ कि टाइल्सहरू है ऊ यहाँ रहेछ नि हेर्नु न अब मलाई के चाहिएको छ भन्दा गुगल म्याप्सको चाहिँ मलाई रोड म्याप मात्रै चाहियो अथवा टेरेन मात्रै चाहियो भने त्यसको XYZ युआरएल चाहिँ यो भयो हेर्नु यहाँ युआरएल भित्रै XYZ भएपछि तपाईँले XYZ मा करेक्सन एड गर्ने है सो मलाई स्याटेलाइट गुगल म्यापको स्याटेलाइट मात्रै चाहियो फर इक्जाम्पल गुगल स्याटेलाइट इमेज चाहियो है सो वाट आई डु इज आई डु कन्ट्रोल C आई गो टु हियर ओके मलाई XYZ कपी गर्छु यो भनेको चाहिँ मेरो लागि गुगल म्याप्सको स्याटेलाइट है सो आई एडिट मेरो XYZ टाइल्समा आयो सो मैले के गर्छु यसलाई इम्पोर्ट गर्छु किन अब यहाँ भयो अब यस फेरि मलाई नेपालको लोकेसन चाहियो भने यसलाई माथि राखिदिन्छु सो मेरो नेपाल कहाँ रहेछ कति रहेछ नेपालको क्षेत्रफल यहाँ फेन्ट लाइनले नोट गरेछ है सो आई क्यान यसको अपोसिटी बढाइदिउँ म त हल्का होइन यसको प्रपर्टिजमा गएर यसको अपोसिटी बढाइदिन्छु अनि मैले बल्ल नेपालको सीमा देख्छु कि अझै देखिनँ है अब देखियो है हेर्नु त नेपालको सीमा यो रहेछ गुगल स्याटेलाइटबाट यो रहेछ काठमाडौँ कस्तो डिस्टेन्ट क्युसेबल हुन्छ नि सो वान अफ द मेन रिजन मलाई GIS ले इन्ट्रेस्ट हुनु भनेको चाहिँ मलाई म्यापहरू हेर्नु चाहिँ एकदम रमाइलो लाग्छ तपाईँहरूलाई कतिको रमाइलो लाग्छ लाग्दैन मलाई थाहा भएन होइन मलाई चाहिँ म्याप हेर्नु मैले ठ्याक्क काठमाडौँ नेपाल हेर्नु मैले काठमाडौँ देखिहाल्छु काठमाडौँ कति नोटिसेबल छ कि हेर्नु न तपाईँको यताभरि छ अनि बिचमा एउटा सेतो प्याच छ नि त्यही हो कि काठमाडौँ खाल्डो जस्तो छ क्या एन्ड पोखरा इज यो पोखरा पनि यो अलिकति लाम्चो खालको खाल्डो चाहिँ पोखरा हो यो काठमाडौँ ठ्याक्क म नोटिस गरिहाल्छु होइन सो दिस मेक्स मी तपाईँले हेर्नु आजकल अब स्पेसियल अब स्याटेलाइटबाट हेर्ने इमेज चाहिँ कति रमाइलो छ होइन रिङ रोड कस्तो मजाले देखिरहेछ क्या होइन अझ अहिले बाटो ठुलो गरिदिएपछि हेर्नु रिङ रोड कस्तो मजाले देखेको अनि यो रनवे देखिरहेछ है सो यस्तो यस्तो कुराले चाहिँ GIS अझ इन्ट्रेस्टिङ बनाउँछ कि इफ यु लभ म्याप्स इफ यु लभ मेकिङ म्याप्स इफ यु लभ डिलिङ विथ म्याप्स इफ यु लभ डेटाहरूबाट तपाईँलाई किन एनालाइसिस गर्नु मन छ भने चाहिँ GIS चाहिँ तपाईँहरूलाई रमाइलो लाग्नुपर्ने है अनि टक्क खोला यसरी बगिरहेको छ अब तपाईँहरू कहाँबाट आउनुहुन्छ थाहा भएन म त ललितपुरबाट आउँछु अनि म चाहिँ टक्क हेर्छु क्या कसरी आउँछु म एभ्रिडे यो पुल्चोक क्याम्पसको यो के अरे ग्राउन्ड भयो यो क्रिकेट मैदान भयो यो फुटबल ग्राउन्ड भयो यो बोइज होस्टेल गर्ल्स होस्टेल यो क्वार्टर भयो होइन सो यहाँ बास्केटबल कोर्ट कस्तो मजाले देखिरहेको छ यसरी चाहिँ यो बेस म्यापले चाहिँ यसरी हेर्न सक्यो भोलिको दिनमा सपोज वाट आई क्यान डु इज मलाई चाहिँ यो लोकेसनको टक्क एउटा भेक्टर फाइल बनाउनु पऱ्यो भने मैले डिसाइड गर्न सक्छु क्या सो है त्यसरी चाहिँ बेस म्याप अब एकताल म देखाइदिइहाल्छु है त बेस म्यापको रिजन अब भेक्टर भनेको पोलिगन्स लाइन्सहरू भनेको थिएँ नि मैले सो अहिलेलाई चाहिँ म एउटा ऱ्यान्डम एउटा सेप फाइल बनाइदिन्छु है त सानो सेप फाइल यसको नाम अहिलेलाई 4-5 राखिदिन्छु यसको जियोमेट्री टाइप चाहिँ म अहिलेलाई पोलिगन राखिदिन्छु ओके है सो वाट आई क्यान डु इज मैले यसलाई अब डिजिटाइज गर्छु भने यस्तो गरेर मैले चाहिँ यसरी एउटा ऱ्यान्डम फाइल बनाएँ फर इक्जाम्पल है ओके यसको 1 राख्दै सो यो भनेको चाहिँ मेरो भेक्टर भयो क्या हेर्नु न यसमा न पिक्सल छ न केही छ तर यसमा पोलिगन्सहरू छ लाइन्सहरू छ होइन यो मेरो भेक्टर डेटा भयो क्या सो भेक्टर र रेस्टरमा तपाईँले अझै बुझ्नुभएको छ नि सो दिस इज भेक्टर यसमा पिक्सल्सबाट बनायो त होइन नि यो त जस्ट लाइन्स पोलिगन्सहरू कम्बिनेसन हो जियोमेट्री हो सो दिस इज भेक्टर फाइल
सो यसरी बेस म्यापको पर्पस पनि अब यसबाट बुझ्नुभयो होला भोलिको दिन मैले सपोज कुनै कुरा ट्रेस गर्नु पऱ्यो भने बेस म्याप हो यसको माथि मैले यसरी बनाउन सकेँ नि त ओके रिमुभ लेयर ओके शिट remove there okay ठिक छ है यो भयो सो बेस म्याप यसरी एड गर्न सक्छौँ सो बेस म्याप आज हामीले के देख्यौँ बेस म्याप एड गर्ने डिफ्रेन्ट तरिका अब तपाईँलाई आफ्नो रुचि अनुसार बेस म्याप राख्न सक्नुभयो होइन मैले गुगल म्याप स्याटेलाइट राखेँ तपाईँले चाहिँ होइन मलाई चाहिँ टोपोग्राफी मलाई चाहिँ यस्तो यो गुगल म्याप्सको होइन कि मलाई चाहिँ यो बाटोको एक्चुअल गुगल म्याप्समा जुन हाम्रो एउटा बाटोहरू सबै कुरा लोकेसनहरू दिएको हुन्छ नि त्यो भनेको फर इक्जाम्पल त्यो भनेको चाहिँ मेरो लागि रोड म्यापहरू हाइब्रिड होला हाइब्रिड हो क्या त्यो भनेको चाहिँ हामीले नर्मली गुगल म्याप्समा देख्छौँ एउटा एनिमेसन खालको सपोज यो गरेँ मैले एन्ड देन आई गो टु QGIS म के गर्छु यसमा एड कनेक्सन्स गर्छु सो यो कपी पेस्ट गर्छु यो गुगल म्याप्स हाइब्रिड ओके सो त्यसलाई म ओके गर्छु अनि गुगल म्याप्स हाइब्रिडलाई मैले इम्पोर्ट गर्छु इम्पोर्ट गरेपछि यो चाहिँ एक्चुअल हामीले गुगल म्याप्समा देखिने नक्सा भयो क्या यसमा हाम्रो यो स्याटेलाइट इमेज पनि छ एन्ड देन यु हेभ दिज यो ठाउँ भने कुन हो भने जुन लोकेसनहरू दिन्छ नि त्यो पनि छ नि त सो मलाई चाहिँ होइन यस्तोमा काम गर्नु लाग्छ भनेर योमा गर्न मिल्यो होइन मलाई चाहिँ होइन मलाई त एकदम टेरेन मलाई त यो नक्सा सक्सा केही पनि चाहिँदैन मलाई त यो डाँडा काँडा मात्रै हेर्नु मन लाग्छ भने टक्क यसलाई नै अफ गरिदियो यसलाई नै अफ गरिदियो यसलाई नै अफ गरिदियो भने यो म्यापजेनको ग्लोबल टेरेनको यो जुन हेर्नु न यस्तो खालको तपाईँलाई यस्तो मन पर्छ यसमा काम गर्न मन छ यस्तो गर्न मिल्यो अथवा होइन मलाई गुगल स्याटेलाइट इमेजरी मात्रै काम गर्न मन लाग्छ होइन मलाई यस्तो मात्रै काम गर्न लाग्छ त्यो गर्न मिल्यो होइन चाहिँ मलाई चाहिँ लोकेसन पनि चाहिन्छ है सपोज यो भनेको चाहिँ मेलम्ची हो है यो मेलम्ची खोला भयो यो इन्द्रावती नदी आउँछ होइन सो मलाई चाहिँ होइन यहाँ के छ भन्ने खालको हेर्न मन लाग्यो भने टक्क यो गुगल म्याप्स स्याटेलाइट होइन कि मलाई गुगल म्याप्स हाइब्रिड चाहिँ हेर्न मन लाग्यो भने यहाँ टक्क हेर्नु न यहाँ मेलम्ची भोताङ रोड होइन मेलम्चीको ह्याङ्गिङ ब्रिज होइन यो सबै कुरा आउँछ है सो यसरी चाहिँ हामीले बेस म्यापहरू एड गरेर चाहिँ बेस म्यापको पर्पस डिफ्रेन्ट हुन्छ होइन तपाईँलाई भोलिको दिन यो बेस म्याप भनेको चाहिँ बेस लेयर हो जसको माथि तपाईँहरूले भेक्टर रास्टर फाइल्सहरू राख्न सक्नुहुन्छ एन्ड देन तपाईँलाई सजिलो हुन्छ भनौँ न त्यसले बेस नामै बेस म्याप त्यसले बेसमा राख्ने एन्ड एट द टप अफ इट यु क्यान एड फाइल्स अन इट एन्ड मेक सेन्स है सो बेसिकली हामीले फर्स्टमा के हेऱ्यौँ फर्स्टमा हामीले QGIS को इन्टरफेस हेऱ्यौँ अनि त्यसपछि त्यहाँ QGIS को इन्टरफेस हेर्ने बेला वी इम्पोर्टेड अ वर्ल्डको बेस म्याप अनि हामीले चाहिँ होइन वर्ल्डको बेस म्याप मात्रै होइन मलाई डिफ्रेन्ट बेस म्यापहरू युज गर्नु छ भने चाहिँ कसरी मैले अरू बेस म्यापहरू हाल्न सक्छ भनेर यसरी युआरएलको थ्रुमा तपाईँले यसरी कनेक्सन्सहरू एड गर्नुभयो भने नयाँ प्रोजेक्ट्समा पनि तपाईँले एभ्री टाइम नयाँ प्रोजेक्ट गर्ने बेला नि यो XYZ टाइल्सहरू चाहिँ अब हेर्नु हुन्छ फर इक्जाम्पल यो गुगल म्याप्स हाइब्रिड गुगल म्याप्स स्याटेलाइटहरू त मैले पछि एड गरेँ हो नि त सो वाट आई डु इज आई एड अ न्यू प्रोजेक्ट डिस्कार्ड सो न्यू प्रोजेक्टमा पनि यो XYZ टाइल्स चाहिँ रहिरहन्छ तर तपाईँले होइन यो XYZ टाइल्स यो WMS WMTS ब्राउजरको मा तपाईँले यसरी स्टोर नगरिकन तपाईँले एभ्री टाइम चाहिँ इम्पोर्ट गर्ने हो भने चाहिँ यु हेभ टु गो टु द HCMGIS यसरी जानु पऱ्यो यताबाट इम्पोर्ट गर्नु पऱ्यो होइन अर यु हेभ टु गो टु OSM सर्भिसेस क्विक म्याप सर्भिसेसमा जानु पऱ्यो एन्ड देन यु क्यान इम्पोर्ट इन इट है सो त्यो गर्दा चाहिँ एभ्री टाइम तपाईँले न्यू प्रोजेक्ट गर्ने बेला चाहिँ त्यो स्टोर भएर बस्दैन यसरी तपाईँले यसरी इजिली चाहिँ यसरी ड्र्याग एन्ड ड्रप चाहिँ गर्नु पाउनुहुन्न क्या है सो दुईवटा तरिकाबाट आज हामीले बेस म्याप हाल्न सिक्यौँ यु क्यान चुज एनी स्टेप कुनै पनि हार्ड एन्ड त्यो भन्ने छैन आनन्दले जुन स्टेप मलाई त्यो युज गर्ने हो जस बेस म्यापको पर्पस तपाईँहरूले बुझ्नु पऱ्यो है त